सधैँ एउटै तरिकाले खाँदा अचार पनि मिठो लाग्दैन। आज चाहिँ मैले मुलालाई अलि फरक तरिकाले बनाउँदैछु। स्वाद पनि अलिकति बेग्लै हुन्छ अनि मिठो पनि हुन्छ खाँदा। मैले यसरी मुलालाई सफा गरिसकेपछि फ्ल्याटसँग काटे। यसरी गर्दा पछि सिलौटामा कुट्दाखेरि सजिलो हुन्छ। सुकेको खुर्सानी पनि पोले, लसुनलाई पनि पोलेको छु। खुर्सानीहरू आफ्नो स्वाद अनुसार लिनुहोला। त्यसपछि यसलाई चाहिँ मजाले कुट्नुपर्छ। यहाँ चाहिँ मेरो छोरीले पनि मलाई हेल्प गर्दैछ आज। त्यसपछि मैले यतिको बनाएँ। त्यसपछि धनियाँ, टिमुर, खुर्सानी, लसुन जम्मैलाई राम्रोसँग कुट्ने। थोरै नुन पनि हालेको छु, पछि पुगेन भने फेरि थप्नुपर्छ। धनियाँलाई चाहिँ अलि मसिनोसँग पिसिसकेपछि यसरी जम्मै मिक्स गरेर निकालिदिए। एकछिन रोक्नुहोस् है त, अझै सकेको छैन। त्यसपछि मैले दुइरेमा तोरीको तेल अनि मेथी हालेर यसलाई जानिदिएँ। मैले फेरि थोरै नुन हालेको छु अनि कागती हालिदिएँ। त्यसपछि त्यसमा मैले थोरै तिल पनि हालेको छु, भुटेको तिल। त्यसले गर्दा टेस्ट मिठो आउँछ अनि मुलाबाट निस्केको पानीले गर्दा अलिकति लेदो पनि बन्छ अचार। यसरी बनाउँदा फरक टेस्ट भएको थियो, मिठो भएको थियो।